भोलिका दिनमा फेरि मिसावट चाहिँ आउन हुँदैन। अब कारबाही हुनेहरू मैले मिडियामा पनि भनेको छु, सङ्घीय कानुन छ। सङ्घीय कानुनले के भन्छ त भन्दाखेरि यदि खाद्यमा विषादी मिसिएको भेटिएमा 5 लाख जरिमाना र 5 वर्ष जेल सजाय हुनेछ भनेको छ। हामी त जम्मा 10,000 रुपियाँ जरिमाना गरेका छौँ त। सङ्घीय कानुन त कति कडा छ। तपाईँले थोरै मिस्टेक गर्नुभयो भने त्यसरी चाहिँ कारबाही हुन्छ। म यहाँहरूलाई सरस्वती नाम पढेर चाहिँ सुनाउँछु है, राम्रो हो है। ध्रुव प्रसाद भट्टराई, सैना महिना, गाईको दुध। परीक्षण गरिएका प्यारामिटरहरूको आधारमा उक्त नमुना नेपाल सरकारले गाईको दुधको गुणस्तर मापदण्ड बमोजिम पाइयो, राम्रो पाइयो होइन। 2 नम्बरमा मिक्स दुध, सालझण्डी दुध सहकारी संस्था रूपन्देही सालझण्डी, उहाँको पनि त्यस्तै नै हो, राम्रो एकदमै। त्यसपछि गएर मिक्स दुध समरनाथ यादव बुटोल 18 दुबौलीको पनि राम्रो पाइयो। त्यसपछि मिक्स दुध गोरसघर बुटोल, हाम्रो अध्यक्ष कहाँ जाम पहिला, त्यसपछि अरूलाई कारबाही गरौँला भनेर गएको, उहाँको पनि राम्रो पाइयो। त्यसपछि सिद्धि गणेश भद्रकाली बहुद्देश्य सहकारी संस्था लिमिटेड बुटोल 8, उहाँकोमा फ्याट थोरै कम पाएको, यसलाई राम्रै मानेका छौँ, त्यति नराम्रो चाहिँ मानेका छैन। दुवै दिन त्यो सिद्धि गणेशको छ भने यो साना किसान बुटोल 11 को चाहिँ यहाँहरू सम्झिनुभयो। यति व्यवसाय साथीहरूको दुधमा केही पनि छैन, एकदम राम्रो खान लायक छ। यो कुरा चाहिँ यहाँहरूले पनि प्रचार गर्नुहोला। र जसमा कमी कमजोरी आउँछ उहाँहरूसित तपाईँहरू बस्ने सम्झाउने, यी कुराहरू नगर हामी व्यवसाय यो तिम्रो हितमा छौँ भनेर गर्नुपर्छ भन्ने चाहिँ म आफूलाई लाग्छ। तपाईँहरूले पनि एउटा आफ्नो सङ्गठनको तर्फबाट कामलाई अगाडि बढाउनु होला। जहाँनिर अप्ठ्यारो हुन्छ त्यहाँनिर कामलाई चाहिँ सङ्गठन मार्फत अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ। सबैले रेकर्ड गर्नुभएको छ, मलाई केही आएन। अब तपाईँहरूले मलाई केही सोध्न छ भने भन्नु होला। मनमा आजदेखि केही मनमा कुरा नराखी, तपाईँहरूको व्यवसाय ढुक्क चलाउने, अप्ठ्यारो पऱ्यो भने नगरपालिकामा आउनु होला। ल भन्नु हजुरहरू अरू डिपार्टमेन्टमा केही हेरिन, हजुरहरू अनुभवमा हिँड्दाखेरि सबभन्दा पहिलो बाटो भनेको दुध हेरिसकेपछि त्यो बुटोल भित्री दुधको चलानी हुन्छ, चलानी हेर्नु पऱ्यो। अनि चलानीमा भैँसी देखेछ कि गाई देखेछ कि मिक्स दुध देखेछ कि त्यहाँ छर्लङ्ग हुनु पऱ्यो। अनि त्यसको दर रेट त त्यहाँ लाउँदैन। पछि अब जहाँ चाहिँ बेच्ने सप्लाईमा जान्छ हामीलाई आउँछ त्यो रेट हामीलाई कुन रेट आउँछ भनेको त पछि हेरौँला होइन। हिजोको दिनमा पनि गत वर्ष हजुरलाई जुन हाम्रो आह्वानमा हजुरलाई जुन निवेदन गरे अनुसार अब जे भयो त्यो प्रक्रियामा जति जे आथ्यो भने पनि हामीले त्यो भुक्तानी गर्ने क्रममा कति गरियो भनेको त हामीलाई नै थाहा छ है। त्यो कुराहरू हजुरसँग प्रत्यक्ष वाद विवाद दोहोरी गर्नुपर्ने हामीले त्यो अवसर दिँदैन, हामीलाई सोध्दा पनि सक्दैन। तर अहिलेको जुन परिवेशमा हजुरले अनुगमन गर्दाखेरि 1 नम्बरमा त्यसको चलानी हेर्ने अनिवार्य। चलानी हेरिसकेपछि उसले कहाँ गएको, कहाँबाट लिएर आएको अनि त्यहाँ छर्लङ्ग हुनु पऱ्यो। यदि बिना चलानी उसले दुध दुवानी गरेछ भने जसरी आएको उसरी फिर्ता गरिदिनु पऱ्यो। अनुगमन गर्दाखेरि जुन सप्लाईले लिएर आएको त्यो चिज भनेअनुसार भएन भने त्यसलाई फिर्तै गर्नु पऱ्यो कि त्यो एकचोटिलाई भयो भनेर भन्नु भएन भन्ने जस्तो मलाई लाग्छ। यसमा केही भएन भने म चाहिँ हजुरलाई फेरि पछि भेटेर भन्छु। अनि गाईको हो कि भैँसीको हो कि अब यहाँ भैँसी लेख्ने तपाईँलाई मिक्स गरेर दिन्छ, गाई भनेर तपाईँ त्यसै पास भयो। अनि त्यसपछि उपभोक्ता ठगियो। हाम्रो चाहना के छ भने बरु हामी विस्थापित हौँ, हाम्रो त भएन। तर हामीले हाम्रो उसमा तरबार राखेर बन्दुक चाहिँ गरेर त्यो सर्वथानामा हाल्न भएन भन्ने हाम्रो कुरा हो। र सबभन्दा पहिला मुनै सफा नगरिकन यो हामी जति जे गर्ने अब हाम्रो पालन बसिया है अब सानो रोजगारी गरेको त्यस कारणले जस्तो ल्याए त्यस्तो हेर्ने क्रम त हामी गरे हो नि। यही कुरा हो। धन्यवाद। अब अर्को कुरा है सुन्नु है, उहाँको कुरा चाहिँ मैले चलानीका कुराहरू चाहियो भन्नुभएको छ। व्यवसायी साथीहरूले यी कुरा पहिले सूचना गर्नुहोस् सप्लायर्सहरूलाई पनि। तपाईँहरूकै काम हो यो सूचना गर्ने, चलानी नभइकन नआऊ है कारबाही प्रक्रिया छ। आउँदा जस्तो सार्वजनिक बुटोल आयो उसको ट्याङ्करमा 3.9 4.2 फ्याटको छ, ठ्याक्क उसले पनि लेखेर आउनु पर्यो क्या। उहाँहरू त आफ्नै लेख्छ त्यसले लेख्नलाई, उसले लेख्दा एकातिर लेख्ने